फोटोसपमा यो अमेजिङ सिमलेस प्याटर्न कसरी बनाउने आज सिकौँ है त। सबभन्दा पहिला एउटा सेप बनाउने, सेपको लागि म पोलिगन टुल युज गर्छु, क्लिक गरेर ड्र्याग गर्ने एन्ड यसमा म अल्ट ब्याक स्पेस गरेर ब्लू कलर, देन अझै एउटा कन्ट्रोल जे एन्ड कन्ट्रोल ब्याक स्पेस व्हाइट कलर एन्ड अल्ट प्रेस गरेर थोरै सानो गर्ने, देन अगेन कन्ट्रोल जे थोरै सानो अल्ट ब्याक स्पेस एन्ड एउटा यो डिजाइन आउँछ, आफ्नो इच्छा अनुसारले सेप बनाउन सक्नुहुन्छ हजुरले। सबैलाई सिलेक्ट गर्ने एन्ड अलाइन गरिदिने, देन राइट क्लिक गरेर कन्भर्ट टु स्मार्ट अब्जेक्ट। ओके, देन यसलाई पनि कन्ट्रोल ए गरेर सेन्टर अलाइन गरिदिने, देन कन्ट्रोल डीले डिसिलेक्ट थोरै सानो गरिदिने। ओके, अब यसपछि फिल्टरमा जाने, अदरमा जाने एन्ड अफसेट पाथ। अफसेट पाथको प्यानल आइसकेपछि जस्तै यो क्यानभासमा 1200 बाई 1200 पिक्सल्सको बनेको छ भनेपछि आफूले पनि यहाँनिर त्यसको ठ्याक्कै हाफ राख्नु पर्यो, यानि कि 600 बाई 600 पिक्सल्स राखिसकेपछि देन यसलाई ओके गर्ने। अब यसलाई एडिटमा गएर डिफाइनमा कन्भर्ट गर्ने है, डिफाइन प्याटर्नमा कन्भर्ट गर्ने, क्लिक गरिदिने, देन प्याटर्न 1 मैले लेखिदिएँ, आफ्नो इच्छा अनुसारले नाम राख्न सक्नुहुन्छ। ओके गर्ने एन्ड देन यसलाई अब हाइड गरिदिने एन्ड एडजस्टमेन्ट लेयर प्याटर्न एन्ड आफूले बनाएको यहाँ प्याटर्न सेभ भएको छ, आइसक्यो। अब यसको जुन स्केल छ यस्तो थोरै यहाँबाट कम गर्ने, ठिक छ, आफ्नो इच्छा अनुसारले राख्न सक्नुहुन्छ। ओके, देन यसपछि यसलाई यहाँबाट ओके गरिदिने एन्ड आफ्नो इच्छा अनुसारले यसमा सेट गर्न सक्नुहुन्छ। अब यसको युज केमा गरिन्छ त, हामीले कहिलेकाहीँ ब्याकग्राउन्ड बनाउनु पर्यो अथवा कुनै टी सर्ट डिजाइनिङ गर्नु पर्यो, कुनै ब्याग प्याकेजिङको डिजाइन गर्न पर्यो भने चाहिँ हामीले यो प्याटर्न्सहरू चाहिँ यसरी बनाएर युज गर्न सक्छौँ है। आई होप हजुरहरूलाई यो भिडियो एकदमै हेल्पफुल लाग्यो होला। भिडियो मन परेको छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला एन्ड आफ्नो साथीहरूसँग पनि यो भिडियो सेयर गर्न सक्नुहुन्छ है त।